पनि फाँसीको नियम बनाएन भने धिक्कार छ सरकारलाई। आफ्नै आँखाले देखिरहेको छ दिनदिनै हत्या र बलात्कार भएको। अझै यस्तै हत्या र बलात्कार भएको देखिरहन मन लाग्छ कि क्या हो सरकारलाई? अब यति हुँदा पनि दिनदिनौ बलात्कार हत्या भइरहेको हुँदा अहिले 3 वर्षको बिचरा बालकलाई बलात्कार गरेर क्रूर हत्या गरेको रहेछ। दुईटै आँखा निकालिदिएको, जिब्रो काटिदिएको। अब कुरो यहीँ आउने होला। 17 वर्ष भनेपछि 18 वर्ष नकटेको बालक भनेर 2-4 वर्ष राखेर छोडिदिने नै होला त्यो हत्यारालाई, होइन र? तर बालक 18 वर्ष मुनिको होस् कि माथिको होस्, तर यस्तो क्रूर हत्या बलात्कार गर्नेलाई चाहिँ फाँसीको सजाय दिनुपर्छ। जबसम्म सरकारले फाँसीको नियम बनाउँदैन तबसम्म यस्तो घटना दिनौँ नघट्ला भन्न सकिँदैन। यदि नियम कानुन नै कडा छैन भने यस्तो घटनाहरू दिनदिनै बढ्दै जान्छ। दिनदिनै हत्या बलात्कार नहोला भन्न सकिँदैन, किनकि कानुन नै बलियो नभएपछि यस्ता घटनाहरू दिनदिनै बढिरहेको छ र बढ्न पनि सक्छ। त्यसैले अब सरकारले चाहिँ फाँसीको नियम गरेर चाहिँ होइन बलात्कारी हत्याहरूलाई चाहिँ फाँसीमा झुन्डाउन थालेपछि चाहिँ बल्ल यस्तो बलात्कार र हत्या चाहिँ नियन्त्रण हुन्छ। त्यही भएर म चाहिँ भन्छु कि अब फाँसीको नियम चाहिँ जसरी नि बनाउनै पर्छ नेपालमा, होइन भने यस्तो बलात्कार हत्या हिंसा चाहिँ दिनदिनै बढिरहेको छ र अब झनै कानुन बलियो नभएपछि अब झनै बढ्दै जान्छ जस्तो लाग्छ, होइन? तपाईँहरूलाई चाहिँ के लाग्छ, होइन? तपाईँहरू चाहिँ कमेन्ट गर्नु। र यो नानीलाई चाहिँ हार्दिक श्रद्धाञ्जली, होइन? बिचरा राम्रोसँग संसार पनि देख्न पाएको थिएन। ती दानवहरूले चाहिँ होइन लुची मारे। ती दानवहरूलाई चाहिँ फाँसीको सजाय होस् भन्न चाहन्छु र नानीप्रति फेरि पनि हार्दिक श्रद्धाञ्जली।